गर्दा छन्। होइन भन टिक्दैन भन्नु अनि सबैभन्दा पहिला हजुरहरूको कुरा सुन्ने अनि यहाँनिर आउनु दिपक सर काउसती नगरपालिकाले सञ्चालन गरेको आविष्कार र उत्पादनको जग मेरो विद्यालय भन्ने कार्यक्रम अन्तर्गतको विद्यालयमा आधारित परियोजना यस विद्यालयले चाहिँ इको पोन्ड निर्माण गर्ने परियोजना सञ्चालन गरेको थियो। इको पोन्डको लाई पृष्ठभूमिमा राखेर यो इको पोन्ड निर्माण गर्ने यो परियोजनाको फोकल पर्सन विज्ञान शिक्षक सर र यहाँ खट्ने यो परियोजनामा खट्ने विद्यार्थी बाबु नानीहरूको कुरा सुन्नेछौँ। तत्पश्चात हाम्रो भ्रमण दलमा रहनुभएका बाबु नानीहरूले जिज्ञासा राख्नुहुनेछ, त्यसै गरी साइन्स शिक्षक साथीहरूले जिज्ञासा राख्नुहुनेछ अनि हामी अरू बाँकीले पनि जिज्ञासा राख्नेछौँ र पत्रकार साथीहरूको पनि जिज्ञासा राखिसकेपछि सर्वप्रथम म यो एउटा नमुना परियोजना कार्य भन्छु। म यो नमुना परियोजना कार्य हाम्रो विद्यालयलाई हामीले विद्यालयले प्रस्ताव गरे अनुसार स्वीकृत गरेर हामीलाई यो कार्यकलापहरू सञ्चालन गर्ने अवसर प्रदान गर्नुभएकोमा काउसती नगरपालिकाप्रति हामी आभारी छौँ र धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। र हाम्रो यो नवप्रवर्तन र उद्यमशीलताका लागि इको पोन्ड भन्ने कार्यक्रम हामीले यो क्षेत्रमा काउसती क्षेत्रमा नै सम्भवतः नवलपुर क्षेत्रमा नै अभ्यासमा नआएको नयाँ सोच, पोखरी कसरी निर्माण गर्ने, पोखरी त निर्माण भएका छन्, अलिकति धापिलो ठाउँहरूमा पानी वाटर होल्डिङ क्यापासिटी राम्रो भएको माटोमा पोखरीहरू निर्माण भएका छन्। तर हाम्रो यो लोकालिटीमा कस्तो छ भन्दाखेरि पानी लिचिङ हुन्छ। बलौटे माटोको क्षेत्र हो यो। बलौटे माटोको क्षेत्रमा पनि पोखरी निर्माण गर्न सकिन्छ भन्ने नयाँ सोच समुदायमा त्यो सन्देश दिनका लागि हामीले यहाँ चाहिँ यो इको पोन्ड निर्माण गरेका छौँ। यसले चाहिँ के गर्छ त भन्दाखेरि जस्तो प्लास्टिकको प्रयोग गरेर हामीले चाहिँ इको एउटा पोन्ड बनाएको छ। यदि प्लास्टिकको प्रयोग हामीले गर्दैनौँ भनेदेखि यो पानी यहाँ लिचिङ हुने गर्छ, चुहिएर जाने गर्छ। हामीले लगभग 10 मिनटमा पानी चाहिँ यो पोखरीभरिको पानी चाहिँ चुहिएर जान्छ। तसर्थ यसलाई यसको होल्डिङ क्यापासिटीको लागि हामीले चाहिँ पोखरीको के अरे प्लास्टिकको प्रयोग गरेका छौँ। तसर्थ यो के हो त भन्दाखेरि पानी चुहिने जमिनमा पनि पोखरी निर्माण गरेर व्यवसाय गर्न सकिन्छ, व्यावसायिक उत्पादन गर्न सकिन्छ भन्ने एउटा उद्देश्यका लागि हामीले यो परियोजना सञ्चालन गरेका हौँ। अर्को चाहिँ के हो त भन्दाखेरि यसलाई हामीले हाम्रो विद्यार्थी भाइ बहिनीहरू र यहाँ आउनुहुने जति पनि भिजिटरहरू सरकारवाला महानुभावहरू हुनुहुन्छ उहाँहरूकोलाई देखाएर यसको मानसिक स्वास्थ्यसँग पनि जोडेका छौँ। यसको सौन्दर्यात्मक मूल्य छ। यसमा यो फोहरा अनि उता छहरा सहितको पोखरी निर्माण गरेर यहाँ चाहिँ के गर्ने त भन्दाखेरि एउटा यो भिजिटिङ साइटको रूपमा पनि हामीले विकास गर्ने भनेर नयाँ किसिमले सोच बनाएका छौँ। त्यस्तै गरेर यसले के गर्छ त भन्दाखेरि यो जुन यो फाउन्टेन हामीले तयार गरेका छौँ, फाउन्टेनले यो एउटा हेल्दी पोन्डमा के हुन्छ त भन्दाखेरि पानी चलायमान हुनुपर्ने रहेछ। हामीले रिसर्च गर्दै जाँदाखेरि जहाँ पानी चल्छ त्यहाँ चाहिँ त्यो पोखरीलाई हामीले स्वस्थ पोखरीको रूपमा चाहिँ लिन सक्ने रहेछौँ। यदि पानी चलेको छैन भने त्यसमा तापक्रम पनि बढ्ने, अक्सिजन लेभल घट्ने र पानीमा हुने जीवहरू, खास गरेर हामीले यहाँ माछाको कुरा गरिरहेका छौँ,
माछालाई अक्सिजन नपुगेर माछाले आफ्नो ग्रोथ पनि राम्रो नहुने र उस्तै पऱ्यो भनेदेखि त्यो मर्न पनि सक्ने अवस्था रहेको हुनाले यसलाई माथिबाट छहराबाट पनि पानी झारेर यसलाई पानी चलायमान गराइराख्ने र फाउन्टेनबाट पनि पानी फालेर यसलाई चलायमान गराइराख्ने र माछालाई राम्रोसँग विकास हुनको लागि सहयोग पुग्ने खालको एउटा नयाँ सोच यहाँ चाहिँ विकास भएको छ र यसरी माछा उत्पादन गरेर अनि हामीले के गरेका छौँ भन्दाखेरि अहिलेको सोच यहाँबाट उत्पादन हुने माछा हाम्रो विद्यालयको जीवा खाजा कार्यक्रममा प्रयोग गरेर एउटा स्वस्थ माछा हाम्रो विद्यार्थीहरूलाई खुवाएर पोषणको रूपमा विद्यार्थीहरूलाई पोषणयुक्त खाजा खुवाउने पनि हाम्रो योजना छ। यसरी चाहिँ पोखरीलाई हामीले यो निर्माण गर्ने एउटा निर्णय गरेर विद्यार्थी साइन्स क्लबको स्टुडेन्टहरूको मिटिङबाट विद्यार्थीहरूले सबैले यसलाई चाहिँ पास गरेर यो सुरु गरेका हौँ। बस्याल यही विद्यालयको 10 कक्षामा अध्ययन गर्ने छात्र हुँ। अनि हाम्रो यो इको पोन्डको चाहिँ हजुरले देख्नु भएको छ, मेसिन पनि अहिले एकछिनमा हामीले देखाउँछौँ नै। यसमा चाहिँ हामी लगभग साइन्स क्लबको सबैजना नै इन्भल्भ भएका छौँ। साइन्स क्लबको सबैजना मिल्दासँगै अनि अरू हाम्रो 1-2जना दाइहरू पनि हुनुहुन्छ, दाइहरूसँग मिलेर हामीले गरेका छौँ। गुगलहरूमा रिसर्च गरेर सबैसँग त्यहाँबाट मिलेर एआईबाट पनि निकालेर त्यहाँबाट गरेका छौँ हामीले। अनि यहाँ हामीले माछा मात्रै पाल्दा चाहिँ माछाको लागि दाना ल्याउनलाई बाहिरबाट फेरि खर्च हुने भयो भनेर माछाको मेसिन पनि, माछाको दाना बनाउने मेसिन पनि ल्याउनको लागि मेसिनलाई पनि बनाउनेतिर लाग्यौँ। त्यही भएर पनि अलिक समय लाग्यो। अनि मेसिनले पनि हजुर यो फाउन्टेनहरूको युज भयो, एआईहरू पनि हामीले यो युज गऱ्यौँ। अनि अरू धेरै सोसल मिडियाहरू नै लगभग धेरै दिन नै लाग्यो मेसिन बनाउँदा पनि। मेसिनले पनि झ्याउ गऱ्यो अनि बिचमा बिग्रिने के हुने गर्दाखेरि अनि झ्याउ भयो। सुरुमा यो बनाइसकेपछि मेसिन बनाउँदाखेरि अलिक गाह्रो भयो। अनि यो लिचिङ भएको भएर प्लास्टिक राखियो के, नत्र लिचिङ हुन्थ्यो तल जान्थ्यो के अनि सरले पनि भन्नुभयो, त्यही भएर पनि प्लास्टिक राखियो। अनि यो चाहिँ राम्रो देखिनको लागि पनि फाउन्टेन राखियो। अनि पानीलाई चलायमान अक्सिजन लेभल बढाउनको लागि पनि राखियो। यसले चाहिँ हाम्रो स्कुलको एस्थेटिक भ्यालु पनि बढाउने भयो। जस्तै अब कसैलाई पढ्दै केही होला, नराम्रो लाग्यो, टाउको दुख्ला केही होला, यहाँ आएर अहिले फ्रेस माइन्ड फ्रेस होला, केही होला त्यसले पनि। अनि यहाँको विद्यार्थीहरूलाई पौष्टिक आहारको लागि पनि माछाबाट पाउने पौष्टिक आहारको लागि पनि पाउने भयो भनेर पनि हामीले यो अनि यो सबै साइन्स क्लबको सबै विद्यार्थीले नै हुन्छ यसलाई नै अगाडि बढाउने भनेको भएर नि यसलाई अगाडि बढाएको। नमस्कार, मेरो नाम समीक्षा तिवारी। म चाहिँ शान्तिनिकुञ्ज माविको कक्षा 9मा अध्ययनरत छात्र र मैले चाहिँ त्यहाँ घैँटोबाट पानी झरेको देखेँ। त्यो पानी चाहिँ कसरी झऱ्यो र अनि यो पोन्ड चाहिँ फोहोर भयो भने चाहिँ कसरी सफा गर्नुहुन्छ, मेरो चाहिँ यो कुरामा धेरै जिज्ञासा लाग्यो। धन्यवाद। लाग्यो मलाई। अब त्यहाँ चाहिँ हामीले फाउन्टेन चाहिँ समर्सियल मोटरको प्रयोग गरेर पानी माथि लिफ्टिङ गरेर माथिबाट चाहिँ झारेका छौँ होइन। यसले के हो त भन्दाखेरि पहाडदेखि तराईसम्म पानी कसरी बग्छ भनेर एउटा चाहिँ त्यसको झलक दियोस् भन्ने हिसाबले एस्थेटिक भ्यालु र पानी चलाउनको लागि पनि हामीले यसरी चाहिँ त्यो झरना बनाएका हौँ। र त्यो फाउन्टेन र त्यो झरना एउटै मोटरले चाहिँ चलाएको छ, पानी भित्र छ त्यो मोटर चाहिँ। अनि अर्को कसरी यसलाई चाहिँ सफा गरिन्छ भन्ने नानीको प्रश्न छ। त्यसमा एउटा स्वस्थ पोखरीमा के हुन्छ भन्दाखेरि इनलेट र आउटलेट दुइटै हुन्छ। हामीले आउटलेट त्यहाँ राखेका छौँ, त्यहाँ छ आउटलेट। यो पानी यो अहिले भरिँदै छ, पानी चलिराखेको छ। भरिएपछि त्यो आउटलेटबाट बाहिर पानी जाने जस्तो फोहोर भयो भनेदेखि त्यहाँबाट बाहिर गर्ने र अनि हामीले एउटा राउन्ड जाली पनि बनाउँदैछौँ। त्यो जालीले चाहिँ त्यहाँ भएको फोहोरलाई यसरी बाहिरबाट चाहिँ निकालेर बाहिर फाल्न मिल्ने पनि छ। र पानी नै धेरै धमिलो भयो भनेदेखि आउटलेटबाट चाहिँ बाहिर फालेर यसलाई चाहिँ सफा स्वस्थ बनाइरहेको छ। त्यसैले म श्री सोना माध्यमिक विद्यालयबाट र यो प्रोजेक्ट बनाउँदाखेरि र मेसिन बनाउँदा चाहिँ यो कति चाहिँ लागत लाग्यो भन्ने कुराको जानकारी दिन चाहन्छु। नमस्कार, म आर्य बस्याल। म चाहिँ श्रीगन्ता माध्यमिक शहीदमा गढडन्डा काउसती सौरामा रहेको विद्यालयमा कक्षा 7मा पढ्ने विद्यार्थी हुँ। मेरो जिज्ञासा के हो भन्दाखेरि चाहिँ यो इको फ्रेन्डली पाउन्ड भन्नुभए, त्यो इको फ्रेन्डली पन्डमा चाहिँ तपाईँहरूले अब कति दिन लाग्यो यो बनाउन भनेर भन्नुभयो। बाबु नाम भन, स्कुलको भन, त्यसरी भन। नमस्कार, मेरो नाम स्वर्णिम विश्वकर्मा। म काउसती रिठेपानी श्री जनकल्याण माध्यमिक
विद्यालयमा पढ्ने 9 कक्षाको छात्र हुँ र मेरो प्रश्न यो हो कि जस्तै हजुरले भन्नुभयो इको पोइन्ट भन्नुभयो यसले गर्दा समाजमा सकारात्मक सन्देश पुग्छ तर यो इको पोइन्ट बनाउँदाखेरि यो विद्यालयको विद्यार्थीहरूको सक्रियता कतिको रहेछ अस्मिता उपाध्याय म चाहिँ जीवन ज्योति माध्यमिक विद्यालयबाट आएको हजुरहरूले चाहिँ यहाँ माछाको पालन गर्नुभयो रहेछ माछालाई त अलिक चिसो पानी चाहिन्छ नि त अहिले त धेरै गर्मी छ त्यो पानी तात्न पनि सक्छ यसलाई फेरि त्यो पानी यताबाट जाने उताबाट आउने छ कि मतलब फेरि रेगुलरै चलिरहेको कि पानीको टेम्परेचर कस्तो छ भन्नु खोजेको अब त्यहाँ जनता माध्यमिक विद्यालय त्रिबुन्डामा पढ्ने छात्र म चाहिँ केही सोध्न चाहेँ हजुरहरूलाई यो तपाईँले भन्नुभयो कि इको फ्रेन्डली पन्ड भनेर होइन पन्ड जस्तै यसको चाहिँ डिकम्पोजर प्रोड्युसर र कन्ज्युमर चाहिँ के छ त्यो भन्न सक्नुहुन्छ भाइको कुरा आएको छ यसमा लागत मैले अघि भनिसकेँ हाम्रो एउटा प्रोजेक्टभित्र 2टा एक्टिभिटिजहरू हामीले सञ्चालन गरिरहेका छौँ एउटा चाहिँ यो पन्ड निर्माणको तपाईँहरूले जुन देखिराख्नु भएको छ पछाडि अगाडि होइन अनि अर्को चाहिँ हाम्रो मेसिन छ खाना बनाउने मेसिन पनि हाम्रो तयार भइसकेको छ त्यहाँ माथि हाम्रो त्यहाँ वर्कसप छ यो माथिल्लो तलामा त्यहाँ चाहिँ तयार भएर बसेको छ अहिले हामी त्यहाँ हेर्न जान्छौँ त्यसलाई पनि हामीले अब्जर्भेसन गर्छौँ यो दुइटै गर्दाखेरि हाम्रो जस्तो हाम्रो 1 लाखको प्रोजेक्ट हो हाम्रो 1 लाखभन्दा प्लस धेरै नै प्लस गइसकेको छ खर्च चाहिँ त्यसरी भएको छ अनि लागतको विषयमा त्यो छ त्यसपछि यसमा विद्यार्थीको सहभागिता कतिको थियो विद्यार्थी साथीहरूको भन्ने प्रश्न थियो अर्को होइन त्यसमा यसको यसलाई हामीले नवप्रवर्तन र उद्यमशीलताका लागि इको पोइन्ट भन्ने नामाकरण गरेका छौँ विद्यार्थी भाइ बहिनीहरूले कति राम्रोसँग यसलाई मैले भन्दा पनि अगाडि उहाँहरूले खोजी गरेर परिभाषित गर्नुभयो भने यसलाई हामीले नवप्रवर्तन कसरी बनाउन सकिन्छ सर त्यसमा थिङ्किङ गरौँ भनेर मलाई पनि भाइ बहिनीहरूले अलि एक्टिभेट गराउनु भयो